कुनै कुरा भन्यो आफ्नो साह्रै दुःख वेदना छ भने गाईलाई सुटुक्क यसरी उकन्याएर दङ्ग परेको बेला गाईको कानमा भनिदियो भने त्यो गाईले हाम्रो इच्छा पनि पुरा गर्नुहुन्छ भन्ने यस्तो मान्यता छ। त्यस हुनाले गाईको कानमा सुटुक्क भन्नुपर्छ। गाईलाई यसरी कन्याउँदा कन्याउँदा खुसी हुँदाखेरि केही पनि रोग दुःख समस्या छ भने गाईलाई भन्ने भनेर यो शास्त्रमा मान्यता छ। अनि अर्को जस्तो वास्तुदोष छ भने घरमा गाईलाई केही ल्याएर सधैँ सक्खरहरू खुवाउने गरियो भने घरको वास्तुदोष पनि कम हुन्छ, ग्रहहरू पनि कम हुन्छ, मानिसको शरीरमा भएको पीडाहरू छ त्यो भनी गाईको सेवा गर्नाले ठिक हुन्छ। यस्तो गाईलाई खुसी बनाएर आशीर्वाद पाउनेहरू धेरै छन् है। गाईलाई खुसी बनाएर ठुला ठुला आफ्नो व्यापारहरू पनि सम्पन्न गरिरहेछन् के गाईको। त्यही भएर प्रायः जसो माडवारीहरू के गर्नुहुन्छ त गाईलाई अन्न खुवाउने, रोटी खुवाउने, सक्खर खुवाउने नियम हुन्छ। यस्तो कहाँ पाउँ हुन्छ फेरि शुद्ध गाई अनि त्यो पनि पवित्र वंश गाई वंश कहाँ पाउँ भनेर खोजी गर्नुहुन्छ। त्यही भएर हाम्रो यहाँ पनि टाढादेखि यहाँ ज्ञानेश्वरदेखि सधैँ एकजना आउनुहुन्छ, अरू पनि बेला बेलामा आउनुहुन्छ। यो हाम्रो यो लक्ष्मी हयग्रीव गौशाला यो कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत थली भन्ने ठाउँमा पर्दछ, काठमाडौँको यो बागमतीको तीरमा। यहाँ पनि एकदम हरियाली वातावरणमा आफै घाँस चरेर यिनीहरूले सेवन गर्ने र हामीले बोलायो भने बुझ्ने। अहिले बोल्दैछौँ उनीहरू यो के भन्दैछ भन्ने हिसाबले हेर्दैछन् पुरै गाईहरू। यस्तो भावना बुझ्ने हुन्छन्। त्यस हुनाले आफ्नो सेवकलाई कुनै दुःख पर्यो भने पनि त्यो गाईले भित्रैबाट आँसु बगाउँछन्, दुःखी हुन्छन्। त्यस हुनाले एकदमै उनको बारेमा केही कुरा गर्न लाग्यो भने घोरिएर सुन्छन्, विचार गर्छन्। अनि को आयो, नौलो मान्छे आयो भने अलि एकदम विचार गरेर मात्रै केही खानुपर्छ भन्छन्। अलि नौलोलाई शङ्का गरेर फुफु गर्छन्, धपाउँछन् हैन। पुरानो आयो भने अलिक खुसी भए जस्तो गर्छन्, अनि यो कन्याओस् भन्छन्। सधैँ मसार्ने मान्छे आयो भनेर चिन्छन्। यस्तो भावना बुझ्ने हुनाले त्यसमाले साक्षात् लक्ष्मीको नाम दिएको। अब मसँग अहिले केही छैन तर हात अगाडि आयो भनेर मुख गरिसकिन्। यसको मतलब अत्यन्तै मनोव्यथा भएको, मानसिक रोग भएको व्यक्तिहरूले पनि आएर गाईलाई स्पर्श गर्यो भने, गाईलाई छोयो भने यस्तो मानसिक रोग ठिक हुन्छ, मन शान्ति हुन्छ। गौशालामा बसेर आधा घन्टा मात्रै समय बिताउँछ भने पनि यस्तो पवित्र गाईको भावना सर्छ। किनकि गाईको साथसाथमा भगवान सँगै रहनुहुन्छ। त्यसमाले गाईको त शरीरमा हरेक देवी देवताको वासको वर्णन आउँछ वेदमा। रुद्रको चाहिँ माता हुनुहुन्छ, वसुहरूको बहिनी हुनुहुन्छ, यस्तो वेदमा वर्णन छ। त्यसमाले माता रुद्राणाम दुहिता वसुनाम भनेर शास्त्रमा बताइएको हुनाले गौ केवल एक प्रकारले यो जीव प्राणी पशु मात्रै होइन, गाईलाई स्वयं भगवानले सृष्टि गर्नुभएको गोलोकमा आफूलाई गाईसँग खेल्ने इच्छा भयो अनि सबै जीवहरूलाई अमृत पिलाएर बचाउने इच्छा भयो। त्यस हुनाले गाईले भगवानको सृष्टिबाट नै विकास हुने अवस्था पाउनुभयो। अरू पनि शास्त्रमा महिमा छ कि नन्दा सुनन्दा सुरभि यस्ता नाम गरेका गाईहरू चाहिँ समुद्र मन्थन गर्दाखेरि उत्पन्न भएका हुन्। त्यसमाले गाईका वंशहरू विभिन्न किसिमका छन्। कोही गिर गाई छन्, कोही होचा गाई हुनुहुन्छ, कोही अलि ठुलो भारी जिउ भएको कोही नील गाई हुनुहुन्छ। यस्ता गाईहरूको अलग अलग वंश हुन्छ। त्यसमाले नाम पनि अलग अलग जातिको वंश भनिन्छ। त्यसमध्ये यी होचा गाई चाहिँ सबैभन्दा स्वस्थ र बलिया हुन्छन्। त्यसनाले यिनीहरूको गोमूत्र र गोबर मात्रै पनि हाम्रो घरमा छर्किने, लिप्ने, घरमा गोबरको सुगन्ध आउने हो भने त्यहाँ अनेक विषालु जो जीवहरू हुन्छन् तिनीहरू धेरै टिक्न सक्दैनन्। त्यसैले गाईको गोबर लेपन मात्रै गरियो भने पनि त्यो घरमा लक्ष्मीको वास हुन्छ। शास्त्रमा वर्णन छ नि, पृथ्वी त वास्तवमा के हो भने पृथ्वी चाहिँ आफैमा एक प्रकारले अपवित्र हो। त्यसैले बिना आसन पृथ्वीमा मात्रै बसेर गरेको पूजाआजा सिद्ध हुँदैन। महाभारतमा यस्तो वर्णन छ। किनकि पृथ्वीलाई मेदिनी भनिन्छ।
मेदा भनेको त मधुकैटभको मज्जाबाट मांसबाट त्यो बग्दै आएर तैरिएर रहेको भाग हो। त्यसमाले यो एक प्रकारले खाली भूमि पूजाआजा गर्नको लागि योग्य हुँदैन। त्यसमाले आसन हुनुपर्छ। यदि आसनहरू केही छैन भने कमसेकम त्यहाँ गाईको गोबर लेप्नुपर्छ। कुनै पनि यज्ञ यज्ञादिमा गाईको गोबरले लिपिएन भने त्यो भूमि मात्रैलाई चाहिँ पवित्र मानिँदैन। त्यसै हुनाले गाईको गोबरमा नै यस्तो महत्त्व छ। गोमये वसते लक्ष्मी, गोबरमा लक्ष्मीको वास हुन्छ। र यो सबै भन्नुको अर्थ हाम्रो स्वास्थ्यसँग त्यति नै महत्त्व राख्दछ पञ्चगव्यले। हामीले पहिले पनि पञ्चगव्यको महिमा बताइसक्यौँ। आज हामीले घरमा भएका दोष, ग्रह गोचर, मानसिक तनावलाई ठिक हुने विषयलाई प्रस्तुत गऱ्यौँ। फेरि पनि यो लक्ष्मी हयग्रीव मन्दिर गौशालाको बारेमा हामीले हजुरहरूलाई जानकारी गराउँदछौँ। जो कसैलाई पनि केही सेवा गर्ने इच्छा भएमा हाम्रो यहाँ ब्याङ्कको खाता पनि छ। यस्तै गरी मन्दिरको समितिको ठेगाना पनि हामीले दिन मिल्दछ। र यो क्षेत्रमा स्वयं आफै आएर हेरेर अवलोकन गरेर गौको लागि पराल, भुसा, त्यस्तै अरू केही सेवा हामीले गर्न सक्दछौँ। यो हरियाली वातावरण भएको ठाउँमा आउनाले मात्रै पनि हामी स्वस्थ हुन्छौँ, हाम्रो मानसिक तनाव हराउँछ। त्यसमा पनि गौशालाको यो एक प्रकारको ऊर्जा, भाइब्रेसन अवश्य हाम्रो स्वास्थ्यको लागि, मानसिक रोगको लागि र कुनै पनि समस्या समाधानको लागि गौको सन्निधि प्राप्त गर्नु मात्रै नै हाम्रो जीवनमा ठुलो उपाय हुनेछ भनेर फेरि हामी जानकारी गराउने नै छौँ। आजलाई यति नै। जय श्रीमन्नारायण।